नमस्कार दर्शकबिन, यो भिडियो चाहिँ हाम्रो दुर्गा प्रसाई जीको बारेमा छ हैन। उहाँ चाहिँ बिरालोले बसाइ सारेको जस्तो सर्दै 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 आउनु भएको छ। हिजो चाहिँ केपी ओलीले काम गर्दिन्छ कि मेरो प्रचण्डले काम गर्दिन्छ कि भनेर उहाँ चाहिँ चार्दै चार्दै राजासँग गयो भने चाहिँ काम हुन्छ कि भनेर उहाँ चार्दै आउनुभयो। जब उहाँको काम भएन त्यसपछि उहाँ चाहिँ अब हामी भ्रष्टाचारको विरुद्ध भनेर त्यही केपी ओली त्यही प्रचण्डको उमा चाहिँ अगेन्स्टमा चाहिँ उभिनु भएको मान्छे हो र आन्दोलन गर्ने भनेर उहाँले 2-3 चोटि जुलुस पनि निकाल्नु भएको मान्छे हो। उहाँ मौका छोप्ने मान्छे हो हैन। हिजो जेनजीको आन्दोलनमा नि उहाँले झन्नै उहाँ आफूले क्रेडिट लिन खोजिसक्नु भएको थियो, तर कतै न कतैबाट त्यो भएन। र हिजोको जब मैले उहाँको इन्टरभ्यु हेरेँ, उहाँको इन्टरभ्यु निकै नै लामो थियो। म यहाँ समरीमा भन्न चाहन्छु, दुर्गा प्रसाईले चाहिँ सुशीला कार्कीज्यूलाई चाहिँ अहिलेको हाम्रो हालसालको प्रधानमन्त्रीलाई चाहिँ उहाँले के भन्नुभएछ भन्दाखेरि हिजोको दिनमा तपाईले गोविन्द केसीलाई चाहिँ बोकेर नेपालमा मेडिकल कलेज खोल्नु हुँदैन भनेर भन्ने तपाई हो भनेर सुशीला कार्कीले आरोप लाउनु भएको छ। त्यसैगरी कुलमान घिसिङलाई चाहिँ एमसीए पास गर्नको लागि सपोर्ट गर्ने मान्छे उहाँले भन्नुभएको छ। त्यसैगरी जगदीश करेलमाथि पनि उहाँले एमसीसी र एमसीएलाई चाहिँ सपोर्ट गर्ने मान्छे हो भनेर चाहिँ उहाँले आरोप लगाउनु भएको छ। त्यति मात्रै होइन, उहाँले चाहिँ हिजोको दिनमा प्रचण्ड, केपी ओली, राजावादी र भ्रष्टाचारको विरुद्ध हुँदै आउँदाखेरि सफल नभइसकेपछि जेनजी जेनेरेसनले चाहिँ यो आन्दोलन सफल पारिसकेपछि अहिले उहाँले के निकालेर मान्छे भड्काउन खोज्नु भएछ भन्दाखेरि अब चाहिँ हामीलाई हिन्दू राष्ट्र चाहियो भनेर उहाँले भड्काउन खोज्नु भएछ। हाम्रो नेपाल धर्मनिरपेक्ष राष्ट्र हो जहाँ चाहिँ एकदमै सबैजना हामी मिलेर बसेका छौँ। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली हैन। हामी सबैजना थरीथरीका जात संस्कृति वेशभूषा भएका मान्छेहरू चाहिँ हामी एकजुट भएर बसेका छौँ र यसलाई भाड्न खोज्ने मान्छेहरूको पछि हामी नलागौँ। दुर्गा प्रसाईले मलाई के लाग्दैछ भने उहाँले चाहिँ यसलाई भाड्न खोज्दै हुनुहुन्छ। उहाँ चाहिँ फेरि आफू केही बन्न पाइन्छ कि भन्ने हिसाबले आउन खोजेको जस्तो लाग्दैछ मलाई। उहाँलाई इलेक्सनमा जानुहुन्छ भनेर सोद्धाखेरि उहाँले के भन्नुभयो भने आउँदो फागुनको चुनाव चाहिँ हुन्छ जस्तो मलाई लागेको छैन, यो सबै पसिमाहरूको खेल हो भनेर भन्नुभएछ। हरेक घरमा पसिमाहरू पुगेका थिएनन्। यो जेनजीको रगत तातेर चाहिँ यो भएको आन्दोलन हो, जसले परिवर्तन खोजेका थिए, जसले चाहिँ हाम्रो देशलाई राम्रो बनाउनु पर्छ, स्विजरल्यान्ड बनाउने सपना देखेका थिए। उनीहरूले चाहिँ यो जेनजी आन्दोलन गरेर चाहिँ आज परिवर्तन आएको छ, आज नयाँ सरकार आएको छ। तर दुर्गा प्रसाईजीले के भनेका छन् भने हिजोकै संविधान, हिजोकै त्यही बुढापाकालाई चाहिँ र त्यही एमसीसी र गोविन्द केसी जस्ता मान्छे जसले चाहिँ मेडिकल कलेज खोल्नु हुँदैन भनेर भने उनीहरूलाई सपोर्ट गर्ने मान्छेहरू नै आज सरकारमा गएको भनेर आरोप लगाएका छन्। दुर्गा प्रसाई चाहिँ एकदम निडर प्रखर बोल्ने मान्छे हो। उहाँले बोलेका कतिपय कुराहरू सत्य पनि हुँदै आएका छन्। यसको मतलब यो होइन कि हामी दुर्गा प्रसाईको पछि लाग्नुपर्छ। उहाँले के भन्नुभएछ भने हाम्रो दसैँ तिहार पछिको छठ पछि चाहिँ उहाँले आन्दोलन गर्ने, जुन चाहिँ हाम्रो हिन्दू राष्ट्र धर्मको कन्ट्री बनाउनु पर्छ भनेर उहाँले आन्दोलन गर्ने भनेर भन्नुभएछ। हामी कोही पनि यस्ता मौका छोप्नेहरूको पछाडि नलागौँ। अवसरवादीहरूको पछाडि लाग्यौँ भने हिजोको दिनमा जसरी जेनजी आन्दोलनमा चाहिँ गरिब दुखीका निमुखा हुने खानेहरू होइन, हुँदा खानेहरू चाहिँ यो आन्दोलनमा चाहिँ पीडित बनेका छन्, शहीद भएका छन्। यो कसरी न कसरी कोही न कोही मान्छेहरू चाहिँ राजनीतिक सत्ताको लोभ र लालचले, त्यो कुर्सीको लालचले फेरि पनि लागिसकेका छन्। पोलिटिकल पार्टीहरू फेरि त्यत्तिकै सक्रिय हुन थालिसकेका छन्। हिजो भ्रष्टाचार गर्नेहरूलाई चाहिँ उनीहरूको घर जलेको टेन्सन छ, उनीहरूको पार्टी ढलेको टेन्सन छ, तर उनीहरूलाई चाहिँ देशमा यत्रो जेनजी दाजुभाइ दिदीबहिनीको शहीद भए तिनीहरूको टेन्सन छैन। देशमा यत्रो जनधनको क्षति भयो त्यसको उनीहरूलाई कुनै पनि सरोकार छैन। आज पनि उनीहरू के भन्दैछन् भने हामीले यो सरकारले हानेको गोली नै होइन, हामीले आदेश नै दिएको थिएन, यो पसिमाहरूले गराएको हो, घुसपेट भएको हो भन्नु र शेरबहादुर देउवाहरूले चाहिँ हाम्रो घरमा पैसा छँदै थिएन, जलेर आगो सक्यो भन्नु र हाम्रो दुर्गा प्रसाई सरले चाहिँ मेरो चाहिँ यो राष्ट्रको निम्ति हो भनेर यो आन्दोलनको घोषणा गर्नु उस्तै कुराहरू हुन्। हेर्नुहोस् दर्शकबिन, यो सबै कुराहरू चाहिँ झुठा हुन्। हामीले यस्ता कुराहरूको पछि नलागौँ। अवसरवादीहरूको पछि लागेर हामीलाई केही पनि हुनेवाला छैन। भोलिको दिनमा मर्ने मारिने भनेका हामी गरिब दुखीका जनता हौँ। त्यसै कारणले गर्दा आफ्नो ज्यान बचाउँ, आफ्नो स्वच्छ विचार साथ अघि बढौँ। यो चुनावमा हामीले चाहिँ जान्नेलाई रोज्ने भनेर, जान्नेलाई छान्ने भनेर यो चोटि चाहिँ सबैजनाले गरौँ। र जो पार्टीका झोलेहरू आज लागेका छन्, जसका बाउआमा दिदीभाइ दाजुबहिनी जो चाहिँ लागेका छन् झन्डा बोकेर फेरि पनि हिँड्न थालेका छन्, पार्टीका झन्डा बोकेर हिँड्ने झोले ट्रेन फेरि पनि सुरु भइसकेको छ। उनीहरूलाई पनि हामीले बहिष्कार गर्नुपर्छ। यदि तपाईँको घरमा त्यस्ता मान्छे छन् भने तपाईँबाटै सुरु गर्नु होला। यो फेरि त्यही कुरामा जानु भनेको कुकुरलाई चाहिँ त स्वर्गमा जान्छस् कि नर्कमा जान्छस् भन्दाखेरि स्वर्गमा गुहा नपाइन्छ कि पाइँदैन सरकार भनेर सोध्थ्यो रे। त्यस्तै हामी नेपाली जनताहरू कस्तो भन्दाखेरि अहिलेको नयाँ सरकार आयो, नयाँ सरकारलाई चान्स दिने कि भन्ने छैन। हिजो 5-5 चोटि प्रधानमन्त्री भइसकेकाले के गरे आज भन्ने कुरा हामीले हेरेनौँ। आज केही भएको विकास नभएको देख्दै पनि हामी फेरि त्यही पार्टीको झन्डा बोकेर हिँड्न थालेका छौँ भने यो भनेको कुकुरले स्वर्ग
ढुङ्गामा गुखान पाइन्छ कि पाइँदैन सरकार भनेको बराबरी हो। त्यसै कारणले हामी पनि चेतनाशील हुन जरुरी छ। यदि हाम्रो बाउआमा चाहिँ एजुकेटेड हुनु हुँदैन भने अब हामी केही न केही हामी जेन जेनेरेसनलाई चाहिँ अलिकति नलेज भइसकेको छ, अलिकति पोलिटिकल नलेज पनि आइसकेको छ, किनकि हामी कहिले पोलिटिकल न्युज नहेर्ने, कहिले न्युजै नहेर्ने मान्छेहरू पनि देश एउटा दुःखद घटनाबाट चाहिँ गुज्रिँदै गर्दाखेरि चाहिँ हामी सबैजना रातभर नसुती 2 दिनसम्म हामीले न्युज पर्खेर बसेका थियौँ। यसको फल प्राप्त भइसकेको छ। अब हामीले यो सरकारलाई चाहिँ राम्रो मान्छेहरू छान्दै गएको मैले देखेको छु। यो सरकारबाट म चाहिँ एकदमै सन्तुष्ट छु। मेरो तर्फबाट राजा समाल जस्तो मान्छेलाई लिएर आउने कुरा चलिरहेको छ, महावीर पुन आइसक्नु भएको छ, सन्दुक जस्तो मान्छेहरूलाई जो क्लिन चिट मान्छेहरू छन् उहाँहरूलाई चाहिँ एप्रोच गरेको मैले देखिरहेको छु। यो सरकार सफल होस् र यो इलेक्सन चाहिँ दुर्गा प्रसादले हुँदैन भनेका छन्, यो हुनै पर्छ र